ल अब पहिले बहिनीले भाइलाई कुनमा लगाइदिने थाहा छ होइन उता फर्किनु र यो देब्रे हातको साइने आउनु होइन लगाइदिनु यता आऊ त ए ओ भाइ यता बस भाइ यो ताली बजाउनु ल अब बहिनीले लगाइदिएपछि भाइले पनि लगाइदिनु पर्यो नि त फेरि देब्रे हातको साइने आउनु होइन माइनमा पर्छ ल हुन्छ अब प्रेमको चिन्ह साटासाट गरिसक्नु भएको छ होइन अनि अब यो प्रेमले यहाँलाई बाइबलले भन्दछ मृत्युले अलग नगरेसम्म है छुट्न पाइँदैन भन्छ त्यसकारण बाइबलीय करारमा मृत्युभन्दा उता कुनै पनि कुराले छुट्याउन नसक्ने है प्रेममा प्रभुको अधीनमा रहनु ल अब औँठी लगाएर आफ्नो स्वीकार गरिसक्नु भएको छ माया दर्शाइसक्नु भएको छ अब बहिनीको यसो भुल्नु पनि छोडेर सबैलाई देखाइदिनु कतिको साहस रहेछ धेरै धेरै धन्यवाद छ र हाम्रो अब यो हात बाँध्ने कार्यक्रम हामी लगभग सबै सकेको छ ल अब यहाँहरूलाई हुन्छ हामी अगुवाजनहरू अगाडि आउनेछौँ अनि यहाँहरूलाई अब आजको समयदेखि है एउटा बिब्लिकल तरिकामा हामी श्रीमान श्रीमती भनेर घोषणा गर्दछौँ अनि मण्डलीले स्वीकार गर्दछौँ है ल ताली बजाइदिउँ है यो चाहिँ एउटा मण्डलीको तर्फबाट अर्थात् मण्डलीमा पहिलेका कुराहरूलाई सबै कुरालाई खारेज गरेर मण्डलीले यहाँहरूलाई एउटा औपचारिक रूपमा विवाह दाम्पत्य रूपमा यो घोषणा गरेका छौँ ताकि यहाँभन्दा अगाडिका कुराहरू होइन जसरी विवाह गर्नुभयो त्यो कुरालाई अब यो एउटा प्रभुको वचनअनुसार बाँधिएको हातले खारेज गर्दछ र यतिकै बस्नु समारेर है अनि हामी प्रार्थना गरिदिनेछौँ अनि आजको हाम्रो हात बाँध्ने कार्यक्रम लगभग समाप्त हुन्छ रमिला भाइको बहिनीसँग केही चित्त दुखाइ छ छैन खुसी हो बहिनीको ल आजै सर्दै हाल्नुपर्छ त्यो है ल हुन्छ हामी प्रार्थना गरिदिनेछौँ भाइ बहिनीको लागि दिएको छ है एकसाथ प्रार्थना गरिदिनेछौँ अनि अन्तिम राम्रोसित प्रार्थना गर्नेछ त्यस पछाडि आशीर्वादको प्रार्थना म गर्नेछु अनि हामी आजको यो हात बाँध्ने कार्यक्रमलाई अन्त्य गर्नेछौँ आमा पनि यसो आउनु न यहाँ उभिनुहुन्छ अझ तपाईँकोमा आशिष त छोरा बुहारीलाई चाहिन्छ खुसी हुनुहुन्छ नि छोरा बुहारी कि नेवारी बिहे गरेन भनेर दुखी हुनुहुन्छ ए है अब मखला नै बिहे गर्नु पर्थ्यो यसले गरेन भनेर दुखी हो कि भनेर नि होइन तर अब छोरा बुहारी मिलेर बस्यो भने त्यही हाम्रो खुसी होइन त हामी चाहिँ खुसी छौँ हजुर पनि खुसी हुनुहुन्छ बुवा पनि खुसी हुनुहुन्छ भाइ हाँस्दै हुनुहुन्छ खुसी हुनुहुन्छ होइन अब दुईजना मिलेर बस्नु पर्यो होइन अब आमा बुवालाई दिने आदर दिनु पर्यो खुसी होइन ल त्यसो भए तपाईँ खुसीमा हामी पनि खुसी छौँ ल हामी प्रार्थना गर्नेछौँ है
परमेश्वर जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईको नामलाई यो समय धन्यवाद दिँदछौँ। विशेष गरेर तपाई महान परमेश्वर जो विवाहको संस्थापक हुनुहुन्छ, विवाहको स्थापना गर्ने परमेश्वर हुनुहुन्छ, मानिसलाई असल सहयोगी जुटाइदिने परमेश्वर हुनुहुन्छ। आदमलाई असल सहयोगी रूपमा हव्वा जुटाइदिनु भयो, अब्राहमलाई सारा जुटाइदिनु भयो। प्रभु तपाईलाई धन्यवाद दिदछौँ अनि हामी प्रार्थना गर्दछौँ परमेश्वर यसै गरी सबै भाइलाई एउटा असल सहयोगी रूपमा प्रभु तपाईले शान्ति बनि जुटाइदिनु भयो। शान्ति बनिलाई सहयोगी रूपमा प्रभु तपाईले सबै भाइ जुटाइदिनु भयो। महान येशू तपाईलाई धन्यवाद छ। हामी प्रार्थना गर्दछौँ यहाँहरूले योभन्दा अगाडि प्रभु तपाईको वचन विपरीत रहेर प्रभु आगो बुझी विवाह गर्नुभयो। अब त्यो कुरोलाई हामी यहीको दिनमा यही समयमा खारेज गरेका छौँ ताकि अब हामीले प्रभु यतिका रहबरमा यतिको उपस्थितिमा प्रभु अनि यहाँको हात पानी दिएर अब यहाँभन्दा अगाडिको सबै कुराहरूलाई, पापका कुराहरूलाई, व्यभिचारका कुराहरूलाई, अनैतिकताका कुराहरूलाई, अपवित्रताको कुराहरूलाई, अधार्मिकताका कुराहरूलाई खारेज गरेका छौँ येशूको नाममा। हालेलुया। येशूको रगतद्वारा खारेज गरेका छौँ प्रभु। अब तपाईको वचनद्वारा प्रभु एउटा असल परिवार निर्माण गर्नुमा, एउटा असल परिवार स्थापना गर्नुमा, एउटा असल श्रीमती हुनमा यहाँलाई पवित्र आत्माले सहायता गर्नुहोस्। धन्यवाद प्रभु। सबै प्रभु संसारिक संस्कारका कुराहरूलाई, संसारिक प्रभु परमेश्वर बाबा ती पिता परमेश्वर प्रभु बाइबलीय तरिकाबाट नभएका कुराहरूलाई प्रभु हामी खारेज गर्दछौँ येशूको नाममा। अब तपाईको वचनलाई हामी घोषणा गर्दछौँ। अब तपाईको उपस्थितिलाई हामी घोषणा गर्दछौँ। अब तपाईको स्वर्गीय शक्तिलाई, स्वर्गीय सामर्थ्यलाई, तपाईको धार्मिकतालाई, तपाईको पवित्रतालाई, तपाईको उपस्थितिलाई हामी भाइको जीवनमा, बहिनीको जीवनमा घोषणा गर्दछौँ। जति वचनले भनेको छ प्रभु त्यो अनुसार पालन गर्नलाई प्रभु ओ पिता परमेश्वर तपाईको उपस्थितिमा दुवैजना जानलाई, प्रार्थनामा समय बिताउनलाई, वचनमा समय बिताउनलाई, एकले अर्कालाई प्रेम गर्नलाई प्रभु परमेश्वर भाइले बनिका सबै आवश्यकताहरू पूरा गरिदिन प्रभु एउटा परिवारको मूल भएर, परिवारको शिर भएर परिवारलाई सिकाउन, आफ्नो श्रीमतीलाई आफूलाई चाहिँ प्रेम गर्न तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। यति मात्र होइन, बहिनी एउटा अधीनस्थ प्रभु आफ्नो श्रीमानको अधीनस्थ भएर जीवन जिउन, एउटा असल सहयोगी बन्न प्रभु अनि दान दिनमा प्रभु परमेश्वर बाबा ओ प्रभु तपाईँ परमेश्वरप्रति भक्तिपूर्ण जीवन जिउनमा तपाईँ परमेश्वरले यहाँलाई सहायता मद्दत गर्नुहोस्। हालेलुया। आउने सानातिना कुराहरूलाई प्रभु परमेश्वर बाबा ओ प्रभु पहिले नै समाधान गरेर तपाईको वचन अनुसार जीवन जिउन प्रभु तपाईको नजिकतामा गएर प्रभु परमेश्वर एकले अर्कालाई स्वीकार गर्न, क्षमा दिनमा साह्रै अगाडि हुन तपाईँ परमेश्वरले सहायता मद्दत गर्नुहोस्। धन्यवाद छ। कहिले पनि दुष्टलाई मौका नदिन तपाईँ परमेश्वरले सहायता मद्दत गर्नुहोस्। प्रभु तपाईँ परमेश्वरलाई ठग्नु भएको छ भने, तपाईँलाई दिने कुराहरूमा दिनुभएको छैन भने अब दुवैजनाले सल्लाह गरेर तपाईँ परमेश्वरलाई दिने कुराहरूलाई दिन तपाईँ परमेश्वरले सहायता मद्दत गर्नुहोस्। प्रभु ओ धन्यवाद छ। बाहिरी देखावटी जीवनमा मात्र होइन तर प्रभु भित्री हृदयको श्रृङ्गार पटारमा, भित्री हृदयको ओ प्रभु त्यो पिता परमेश्वर बाबाले पवित्रतामा, भित्री हृदयको तपाईँसँगको नजिकतामा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। बुवाआमाको अधीनमा रहेर बुवाआमालाई उच्च आदर दिन, दाजुभाइलाई माया प्रेम गर्न, समाजमा रहेर प्रभु तपाईँ परमेश्वरको एउटा नमुना जीवन जिउन, नमुना परिवार प्रभु हुन, प्रभु नमुनाको जीवन जिउन, नमुनाको परिवार हुन, नमुनाको श्रीमान हुन, नमुनाको श्रीमती हुन यहाँहरूलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। धन्यवाद छ तपाईँको महिमा यहाँको जीवनमा भएको होस् भन्ने येशू